आनंद कंद भगवान को जय। हे नाथ यो भाग्य ममा उदास, यही जन्म मावा पर जन्म हो। भक्त्यादि मायक भैरदास, गर्छु म सेवा प्रभु कै छास। गर्छु म सेवा हरि कै छास। श्री कृष्ण वृंदावन का बिहारी, हे सत्य का सुंदर रूपधारी। हे विश्वव्यापी त्रयतापहारी, उद्धार हमरो गर है मुरारी। उद्धार सबको गर है मुरारी। गोविंद भगवान को। परम मंगलमय परात्पर अखिलेश्वर पूर्ण ब्रह्म परमात्मा कश्मल कंपाद बार आयोजित यस सफला एकादशी हामीले पाठ श्रवण गरेर भगवानको गुणानुवाद श्रवण गर्ने क्रममा बसिरहेका छौं। अब कलमल वार्ता हास्य परिहास्य निन्दा चर्को सबैलाई त्यागेर ओम नमो भगवते वासुदेवाय यो मन्त्रलाई जपेर भगवानको गुणानुवाद श्रवण गर्नुहुनेछ। सर्वप्रथम त अब यहाँ कतिलाई लाग्ला हामी त लाई मानि बसेका छौं भन्ने मान्छेले अस्तको बेला फेरि के को पुराण सुरु भएछ भन्छन्। हेर्नुस् अहिले अस्त चलेको, पहिला बुझ्नुपर्छ अस्तमा के गर्न हुन्छ के गर्न हुँदैन। कतिले सोध्नुहुन्छ अस्तको बेला व्रत बस्नुहुन्छ कि हुँदैन भन्छ। अस्तको बेलामा गर्नुपर्ने कार्यहरू के रहेका छन्, नहुने कार्य के रहेका छन् त्यो सर्वप्रथम हामी बताउने छौं। तत्पश्चात हामी महात्म्य कथामा प्रवेश गर्नेछौं। बोलो भागवत भगवान को। अस्त कहिलेदेखि लाग्यो? मंसिरको 27 गतेदेखि प्रारम्भ भएको छ। 25 गतेदेखि सुतक लाग्यो। 25 गतेदेखि कुनै पनि माङ्गलिक कार्यहरू गर्न भएन। 27 गतेदेखि अस्त प्रारम्भ भयो। कहिलेसम्म? माघको 15 गतेसम्म। तर माघ 18 गतेसम्म सुतक लाग्छ, जसलाई हामी के भन्छौं? शुक्र अस्त भन्छौं। अब शुक्र अस्त भनेको के हो, बृहस्पति अस्त भनेको के हो, त्यो पनि बुझ्न जरुरी छ। बृहस्पति अस्त शुक्र अस्त भनेको हाम्रो पुराण शास्त्रले त्यो ज्योतिषको क्रममा बताए अनुसार हाम्रो पुराण शास्त्रले पनि के बताउँछ भने हजुरहरूले कथाहरू श्रवण गर्दै आउनु भएको छ। शुक्राचार्य महाराज जो दैत्यका गुरु हुनुहुन्थ्यो, शुक्राचार्य जब बलि महाराजले यज्ञ गर्नुभयो, वामन अवतारले गएर 3 पाउ पृथ्वी याचना गर्नुभयो, त्यही अवस्थामा शुक्राचार्यले आएर रोक्नुभयो। बलि महाराजले गुरुको वचनलाई शिरोपर गर्नु भएन। गुरु रिसाएर अस्त हुनुभयो। गुरु अस्त हुँदाखेरि शुक्राचार्य यानी कि बलि महाराजले सम्पूर्ण प्रकारको धन दौलत ऐश्वर्य राज्य सबैलाई परित्याग गरेर सुतल लोकमा गएर बास बस्नु परेको थियो। गुरु अस्त हुँदाखेरि त्यतिसम्म दुःख पाइन्छ। अब बृहस्पति अस्त हुँदाखेरि इन्द्रले ब्रह्म हत्या धारण गर्नु परेको थियो। जब गुरुको निन्दा गरे बृहस्पति अस्त हुनुभयो। त्वष्ट्राका छोरा विश्वरूपलाई ल्याएर गुरु बनाउनु भयो। गुरु अस्तै भएको बेलामा उहाँले स्वर्गमा यज्ञ गर्नुभयो। ती विश्वरूप मावली राक्षस हुनुहुन्थ्यो। अब सत्तामा पुगेको बेला मावलीलाई पनि हवन दिउँ भनेर हवन दिन लाग्नु भएको थियो। इन्द्रजीले थाहा पाउनुभयो कि हाम्रा गुरुले कहिले छिटा मन्त्र पढ्छन्, कहिले ढिलो पढ्छन्, कहिले ठुलो स्वरमा पढ्छन्, कहिले सानो आमा गर्छन्। के गर्न लागेछ भनेर यसो पछाडि सुन्न गएको इले लाए स्वाहा बल्ल लाए स्वाहा भनेर चाहिँ ती
त्वष्ट्राका पुत्र विश्वरूपले हवन गर्दै हुनुहुन्थ्यो, किनभने मावली उहाँको राक्षस हुनुहुन्थ्यो तर उहाँ ब्राह्मण जातको हुनुहुन्थ्यो। अब स्वर्गादी देवताहरूको इन्द्राय स्वाहा, उपेन्द्राय स्वाहा, यमाय स्वाहा, स्वर्गका राजालाई हवन गर्दा गर्दै आफ्ना मावलीपट्टिलाई पनि दिन्छु भनेर हाल्दै हुनुहुन्थ्यो। त्यही अवस्थामा इन्द्रले खड्ग निकालेर विश्वरूपको 3टा शिरलाई छेदन गर्नुभयो। ब्राह्मणको हत्या लाग्यो, ब्रह्म हत्या लाग्यो। आज गुरु नभएको कारणले गर्दा, गुरु अस्त भएको कारणले गर्दा जहाँ यज्ञ गरिन्छ त्यहाँ अनेक प्रकारको उत्पात हुन्छ। यो पुराण शास्त्रले पनि बताउँछ। अनेक छन्, अब ज्योतिष शास्त्र अनुसारको अनेक कुराहरू पनि छन्, पुराणहरूमा पनि बताइएको छ। जुन यो अस्तको बेलामा, चाहे गुरु अस्त होस् चाहे शुक्र अस्त होस्, यो अवस्थामा माङ्गलिक कार्य गर्नु हुँदैन, विवाह व्रत बन्द गर्नु हुँदैन, घरको जग खन्नु हुँदैन, घर पूजा गर्नु हुँदैन, घर सर्न हुँदैन, तर नित्य नैमित्तिक कर्म गर्न हुन्छ। व्रत बस्दै आएको छ भने व्रत बस्न हुन्छ। सामान्य ग्रह शान्ति पूजा पनि गर्नुहुन्छ, अष्टचिरञ्जीवी पूजा पनि गर्नुहुन्छ, नारायण पनि गर्नुहुन्छ, पास्ने पनि गर्नुहुन्छ, तर माङ्गलिक कार्य गर्नु हुँदैन। जुन शुभारम्भ हुन्छ त्यस्ता कार्यहरूलाई वर्जित बताइएको छ। र सोही अस्त, शुक्र अस्त अहिलेको समयमा रहेको छ। जुन अस्तमा भगवानको गुणानुवाद श्रवण गर्न हुन्छ, भजन गर्न हुन्छ, कीर्तन गर्न हुन्छ, काम्य कर्म गर्न हुँदैन। जस्तै भाकल हजुरहरूले कतै गर्नुभएको छ भने भाकल पूर्ण गर्नको लागि मन्दिर जान हुँदैन। कुनै नयाँ तीर्थयात्रा जाँदै हुनुहुन्छ, कहिले नगएको ठाउँ जाँदै हुनुहुन्छ भने त्यस्ता ठाउँमा जान भएन अस्तको बेलामा। तर गइरहेको मन्दिर छ भने जाँदा जति पनि हुन्छ। भगवानको पूजा गर्न पनि हुन्छ, भागवत सुन्न पनि हुन्छ, पाठ गर्न पनि हुन्छ, तर काम्य कर्म हुँदैन। काम्य कर्म भनेको भगवानसँग सट्टापट्टा हामी गर्छौँ नि त है। मन्दिरमा जान्छौँ, 100 रुपियाँको यसो पूजा सारजाम लिएर गयो दक्षिण कालीमा, लौना माता मेरो यो पनि भइदियोस् त्यो पनि भइदियोस्, त्यो काम्य कर्म हो, त्यो चाहिँ गर्न हुँदैन। तर भगवतीलाई सम्झेर नमस्कार गरेर भगवतीको सान्निध्यमा रहेर हजुरको चरणारविन्दमा मेरो मन सदैव लागोस् भनेर भगवानसँग प्रार्थना गर्न जति पनि हुन्छ अस्तको बेलामा। तर हाम्रो परिपाटी कस्तो छ भने हामी हिन्दू धर्ममा रहेका जति पनि छौँ, लौ न प्रभु मेरो यसो भइदिए हुन्थ्यो, परीक्षार्थीले परीक्षामा पास हुन पाएँ प्रभु, म हजुरलाई 1000वटा लड्डु चढाउँथेँ, 108 लड्डु चढाउँथेँ भन्छ। रोगीले म अलिकति रोग निको भइदियो भने प्रभु हजुरलाई पूजा गर्छु भन्छ। गरिबले अलिकति पैसा सम्पत्ति यसो राष्ट्र ब्याङ्क भयो भने लौ न प्रभु हजुरलाई म सेवा गर्छु भन्छ। त्यो भनेको भगवानसँग सट्टापट्टा बिजनेस गरेको भयो। भगवानसँग बिजनेस गर्नुपर्ने कुनै आपत्ति नै छैन। भगवानलाई थाहा छैन र कसलाई के आपत परेछ भन्ने। त्यसै भगवान हुनुभएको हो र। हामी मन्दिर बाहिर यसो पशुपतितिर जाँदाखेरि माग्नेहरू देख्छौँ नि, ती माग्ने त के माग्ने हुन् र तपाईँ हामी जस्ता माग्ने यो संसारमा कोही पनि छैनन्। हामी चाहिँ मन्दिरभित्रको माग्ने। लौ न मेरो यो छोरो चाहिँ बाहिर उड्यो भने प्रभु म हजुरलाई यसो छ्याकछुक पनि गर्थेँ भन्छ। हो कि होइन? ती भनेका काम्य कर्म हुन्। त्यस्ता काम्य कर्म चाहिँ अस्तमा गर्दै नगर्नु, तर भगवानको पूजा गर्न, भगवानको चरणारविन्दमा जानको लागि जति पनि हुन्छ भन्दै आउनुहोस्। अब हामी सबला नाम गरेको एकादशीमा प्रवेश गर्नेछौँ। यो भविष्य नाम गरेको पुराणबाट निकालिएको छ। महात्म्य भनेको महिमा, जसले महत्त्वलाई दर्शाउँछ। मैले भन्दै पनि आएको छु, जुन व्यक्तिले आफ्नो महिमा आफै गाउँछ भने त्यसलाई राम्रो पनि मानिँदैन। यहाँ सफला नाम गरेको एकादशीको महिमा भविष्य नाम गरेको पुराण निकालेको छ। नैमिषारण्यक नाम गरेको पावन धरामा सुतजी 88,000 सौनकादि ऋषिहरूलाई बताउँदै हुनुहुन्छ भने भगवान साक्षात परब्रह्म परमात्मा नारायणले यानी कि कृष्ण अवतार भगवानले पाण्डवका
ज्येष्ठ पाण्डुपुत्र युधिष्ठिरलाई बताउँदै हुनुहुन्छ पौषस्य कृष्ण पक्षे तु कियमेकादशी भवेत् किं नाम को विधिस्तस्या को देवस्तत्र पूज्यते। नैमिषारण्यक नाम गरेको पावन धारामा 88,000 सौनकादि ऋषिहरू प्रश्न गर्नुहुन्छ प्रभु पौष मासको कृष्ण पक्षमा पर्ने एकादशीको नाम के हो, यो एकादशीको विधि के रहेको छ, व्रत बस्ने विधिहरू हामीलाई बताउनुहोस्। भगवान कुन भगवानको पूजा गरिन्छ, सफला नाम गरेको एकादशीमा भगवानलाई प्रसन्न बनाउनको लागि के भोग लगाउनु पर्छ भनेर नैमिषारण्यक नाम गरेका पावन धरामा यज्ञ चलिरहेको बीचमा प्रश्न गर्नुभयो। सुतजीले पनि 88,000 सौनकादि ऋषिहरूको त्यो प्रश्नको उत्तर दिँदै बताउनु भएको छ भने भगवान कृष्णले पनि युधिष्ठिरजी महाराजलाई सोही कथा बताउँदै हुनुहुन्छ। 88,000 सौनकादि ऋषिहरूले कहाँ सोध्दै हुनुहुन्छ, नैमिषारण्यक नाम गरेको क्षेत्रमा चाहे एकादशीको महात्म्य नै किन नहोस्, चाहे श्रीमद् भागवतै किन नहोस्, चाहे देवी भागवतै किन नहोस्, चाहे शिव पुराणै किन नहोस्, चाहे लिङ्ग पुराणै किन नहोस्, चाहे वामन पुराणै किन नहोस्, जति पनि पुराणहरू छन् सबै नैमिषारण्यक नाम गरेको पावन धरामा भएको छ। अब यो नैमिषारण्यक नाम गरेको पावन धरा कहाँ पर्छ भन्दा भारतवर्षमा पर्छ, जसलाई चक्र तीर्थ पनि भनिन्छ। किनभने एक समयको कुरा हो 88,000 सौनकादि ऋषिहरू यज्ञ गर्न बस्नु भएको, कलिले व्याप्त हुन लागेछ, जति पनि राक्षसहरू आउँछन् ऋषिहरूलाई हकार्न लाग्छन्, यज्ञ गर्न दिँदैन। सबै ऋषिहरू गएर ब्रह्माजीको शरणमा पर्नुभयो। ब्रह्माजी हजुर त सृष्टिकर्ता हुनुहुन्छ, हामीले यज्ञ यज्ञादि गर्न पाएनौँ, हामी हजारौं हजार वर्षसम्म चल्ने यज्ञ गर्छौँ, हामीले यज्ञ यज्ञादि गर्न पाएनौँ, प्रभु हामीलाई एउटा स्थान बताउनुहोस् भन्दा ब्रह्माजीले विचार गर्नुभयो कुनै एउटा पनि तीर्थको नाम मैले बताइदिएँ भने अरू सबै तीर्थको महत्त्व घट्छ, एउटा मात्र तीर्थको महत्त्व बढ्छ। त्यसकारणले गर्दा म एउटा मनमय चक्रको निर्माण गर्छु, यो चक्र गएर जुन ठाउँमा बस्छ त्यही ठाउँमा हजुरले सत्र भनेको यज्ञको आरम्भ गर्नुहोस्, त्यहाँ कसैले पनि छुँदैन, कलिको प्रभाव पनि पर्दैन। अहिले पनि नैमिषारण्यक नाम गरेको पावन धरामा कलिको प्रभाव पर्दैन। हजुरहरू कतिजना जानु भएको छ नैमिषारण्यक नाम गरेको क्षेत्र, जानु भएको छैन, जसलाई चक्र तीर्थ भनिन्छ, भारतवर्षमा पर्छ। ब्रह्माजीले निर्माण गर्नुभयो मनमय नाम गरेको चक्र, अगाडि अगाडि चक्र, पछाडि पछाडि 88,000 सौनकादि ऋषिहरू। नैमी भनेको चक्रको धार, अरण्य भनेको जंगल, जुन जंगलमा गएर चक्र गएर बस्यो त्यही क्षेत्रलाई नैमिषारण्यक नाम गरेको पावन धरा भनिन्छ। त्यो नैमिषारण्यक नाम गरेको पावन धरा जंगलको बीचमा छ। अब किन त्यही ठाउँमा रोज्नुभयो भन्दा पहिला पहिला साउन्ड सिस्टम हुँदैन थियो, बोलेको सुन्नको लागि बीच जंगलमा गएर बोलियो भने यत्र तत्र सर्वत्र सुनिन्छ, एकजनाले मात्रै आवाज लगायो भने पनि सबैले सुन्छन्। अब 88,000 सौनकादि ऋषिहरू, सुतजी एकजना पुराण वाचन गर्दै हुनुहुन्छ, आवाज सबैतिर पुग्दैन। त्यसकारणले गर्दा त्यो मनमय नाम गरेको चक्र पनि जंगलमै गएर स्थित भयो। जंगलको बीचमा गएर, जंगलमा ठुलो जंगल, घनाघोर जंगलमा पानी पर्यो भने पनि तलसम्म आउँदैन, पानी पर्दा पनि कुनै चिन्ता छैन, हावा लाग्दा पनि कुनै चिन्ता छैन। त्यस्तो स्थानमा गएर चक्र गएर बस्यो। त्यही 88,000 सौनकादि ऋषिहरूले सत्रको आयोजना गर्नुभयो। त्यही अवस्थामा सुतजी आउनुभयो। सुतजीले अब यही सफला नाम गरेको एकादशीको महत्त्व गाउन लाग्नुभयो र यहाँ युधिष्ठिरजी महाराजले पनि प्रश्न गर्नुभएको छ, प्रभु यो एकादशीमा कुन भगवानको पूजा गर्ने, कुन देवताको पूजा गर्ने, यसको विधि के रहेको छ त्यो मलाई सम्पूर्ण प्रकारको हजुरको आज्ञा होस्, हजुरको मुखारविन्दबाट आज्ञा होस् भन्ने बित्तिकै भगवान कृष्ण भन्नुहुन्छ, कतैश्यामि राजेन्द्र भवता स्नेह कारणात्। राजन कति पनि चिन्ता नगर्नुहोस्, म हजुरलाई बताउने छु। जुन व्रत गर्नाले हरिलाई प्रिय लाग्दछ तस्मात् सर्व प्रयत्नेन कर्तव्यो हरिवासरः।
पौषस्य कृष्णपक्षे तु द्वादशीया भवे नृपः। राजन, जुन एकादशी तिथिलाई द्वादशीले छोएको छ त्यो द्वादशी तिथि सहित युक्त भएको एकादशीको व्रत बस्नु पर्दछ। पहिला पहिला के भन्ने गरेको थियो, लाग्दो तिथि छोड्दो व्रत, श्राद्ध कर्म गर्नु छ भने दशमीले छोएको तिथिमा एकादशीमा श्राद्ध गर्नु, जुनै पनि तिथि होस्। यदि व्रत बस्नु छ भने पूर्णिमाकै व्रत बस्नु छ भने पनि भोलिपल्टलाई छोएको पूर्णिमाको व्रत बस्नुपर्छ। अष्टमीकै व्रत बस्नु छ भने नवमीलाई छोएको व्रत बस्नुपर्छ। एकादशीको व्रत बस्दा पनि सूर्य उदय कसरी छ ज्योतिष गणना अनुसारले, सोही अनुसारले यदि द्वादशी युक्त एकादशी भयो भने व्रत बस्न उत्तम मानिन्छ। भगवानले पनि त्यही बताउनु भयो, पौषस्य कृष्ण पक्षे तु द्वादशीया भवे नृप। जुन एकादशी तिथि द्वादशीमा युक्त हुन्छ सोही एकादशीको व्रत बस्नु पर्दछ राजन। तस्यासैव च माहात्म्यं शृणुष्वैकाग्रमानस। जुन एकाग्र पूर्ण भएर भगवान परब्रह्म परमात्माको पूजन गर्नु पर्दछ, व्रत बस्नु पर्दछ। जुन एकादशीको व्रत बस्नाले लोकानां च हितार्थाय कथयिष्ये विधिं तव। सम्पूर्ण आफ्नो मात्र होइन सम्पूर्ण लोकहरूको पनि कल्याण हुँदछ। जुन सफलानाम गरेको एकादशी, जुन एकादशीमा भगवान परब्रह्म परमात्मा दामोदरको पूजा गर्नु पर्दछ। पूर्वेण विधिना राजन कर्तव्य एकादशी जनै। राजन, हजुरलाई मैले एकादशीको विधिहरू पूर्वको कथामा पनि बताएको छु भनेर भन्नुभयो। अब हजुरहरू सबैलाई कण्ठै छ। जुन दिनलाई भगवानको दिन भनिन्छ, यो सफला नाम गरेको एकादशीको पूजा विधि पूर्व क्रमले जस्तै रहेको छ। ब्रह्म मुहुर्तमा उठ्नु पर्दछ, भगवानको नाम सम्झिँदै स्नान इत्यादि गरेर तलाउ इत्यादिमा स्नान गरेर भगवानको नाम जप्दै भगवानको पूजा गर्ने, भगवानको चरणारविन्दमा तुलसी अर्पण गरेर भगवानलाई अनेक प्रकारको फलफूल चढाउनु पर्दछ। यो सफला नाम गरेको एकादशीमा विशेष महत्त्व भनेको भगवानलाई फलफूल चढाउने। कस्तो फल भन्दा बीजहरू धेरै भएको फल, सुन्तला, अंगुर, अनार, जुन फलमा धेरै बीजहरू हुन्छन् त्यस्ता फल चाहिँ भगवानलाई यो सफला नाम गरेको एकादशीमा चढाउनु पर्दछ। नारिकेल फलैर शुद्धै तथा वै बीज पूरकै जम्बिराइर दाडिमै शैव तथा पुगी फलैरपि। ल्वाङका फुल भगवानलाई चढाउनु पर्छ सफला नाम गरेको एकादशीमा। पुगी फल भनेको सुपारी चढाउनु पर्छ, अनार चढाउनु पर्छ र जति पनि फलहरू रहेका छन् मौसमी फलहरू भगवानलाई चढाउँदाखेरि प्रिय मानिन्छ यो एकादशीको दिन। बोलो आनन्द कन्न भगवानको। यसरी फल चढाउनु र दीपदानको ठुलो महत्त्व रहेको छ। किन दीपदानको ठुलो महत्त्व रहेको छ भन्दा अहिले चिसो चिसो महिना पनि आएको छ। भगवानको सान्निध्यमा दियो बाल्नाले फल प्राप्त हुन्छ। सफलायाम दीपदानम विशेषेण प्रकृतितम रात्रौ जागरणं तत्र कर्तव्यं च प्रयत्नतः। यो सफला नाम गरेको एकादशीमा दीपदानको ठुलो महत्त्व रहेको छ र रात्रौ जागरणं, रातिको अवस्थामा जागरामा बस्नु पर्दछ। अब जागरामा बस्ने विधि हजुरहरूलाई मैले सधैँ बताउँदै आएको पनि छु है, सधैँ बताउँदै आएको छु। कृष्णकाले नक्कले भनेर हुँदैन, हरे राम भन्नुपर्छ। लाउनु छोडा भगवान नाम संकीर्तन गरौँ अनि पुनः हामी कथामा प्रवेश गर्नेछौँ। बोलो हरि भगवानको। भक्तवत्सल भगवानको एउटा भजनमा नाच्नु होला। हे वृन्दावन मथुरा नन्द गाउँ
कृष्ण तिमीलाई छोडेर म कहाँ जाउँ कृष्ण बलराम औ राधा घुम्नलाई वृन्दावन जाउँ औ राधा घुम्नलाई वृन्दावन जाउँ मथुरा नन्द गाउँ कृष्ण तिमीलाई छोडेर म कहाँ जाउँ कृष्ण बलराम औ राधा घुम्नलाई वृन्दावन जाउँ औ राधा घुम्नलाई वृन्दावन जाउँ दक्षिण नदी यमुना सलल बत्ती बल्यो वृन्दावन झलल कृष्ण बलराम औ राधा घुम्नलाई वृन्दावन जाउँ औ राधा घुम्नलाई वृन्दावन जाउँ यमुना सलल बत्ती बल्यो वृन्दावन झलल कृष्ण बलराम औ राधा घुम्नलाई वृन्दावनमा जाउँ औ राधा घुम्नलाई वृन्दावनमा जाउँ राधा घुम्नलाई वृन्दावन जाउँ भक्तवत्सल भगवान को जय हो आनंद कंद भगवान को जय हो हे नाथ यो भाग्य ममा उदाओस् यही जन्ममा वा पर जन्ममा होस् भक्त्यादिमा एक भएर दासा गर्छु म सेवा प्रभुकै सास गोविन्द भगवानको नैमिषारण्यक नाम गरेको पावन धरामा सुतजी 88,000 सौनका दृश्यहरूलाई बताइरहनु भएको छ भने भगवान कृष्णले पनि युधिष्ठिरजी महाराजलाई सोही कथा बताइरहनु भएको छ। राजन पञ्चवर्ष सहस्राणि तपस्तप्त्वा च यत् फलं तत्फलं समवाप्नोति सफलाय व्रतेन वै। राजन जुन सफला नाम गरेको एकादशीमा जसले व्रत बस्दछ भने पञ्चवर्ष सहस्राणि पञ्चवर्ष सहस्राणि सहस्राणिको अर्थ हुन्छ हजारौं हजार वर्ष। अब यहाँ गणना गर्न त मिल्दैन, तैपनि जुन फल तपस्या गरेर प्राप्त हुन्छ हजारौं वर्षसम्म, जुन फल यज्ञ गर्नाले प्राप्त हुन्छ त्यो फल एउटा एकादशीमा व्रत बस्नाले प्राप्त हुन्छ। सकेसम्म 26 वटा एकादशीको व्रत बस्नुपर्दछ राजन। त्यो पनि सकिएन भने 3टा एकादशीको व्रत बस्नुपर्दछ। कुन कुन एकादशी होला? हरिशयनी, हरि परिवर्तिनी, कोल्टे भेट्ने भन्छन्, हरि परिवर्तिनी र हरि बोधिनी, 3 प्रकारको एकादशीको व्रत बस्नु। त्यो पनि सकिएन भने एउटा एकादशीको व्रत बस्नु। कुन एकादशीको व्रत बस्नु भन्दा हरि बोधनी जसलाई ठुली एकादशी भन्ने गरेको छ है, त्यो पनि सकिएन भने बरु व्रतै नबस्नु। तर कसैले व्रत बस्दैछन् भने निन्दा नगर्नु, त्यो गर्दा पनि फल प्राप्त हुन्छ। भगवानको नाम जानेर होस् या नजानेर होस्, जपे पनि पुण्य फल प्राप्त हुन्छ। आगोलाई जानेर छोए पनि पोल्छ, नजानेर छोए पनि पोल्छ। अर्काको लुगा धुँदाखेरि हात आफ्नो पनि सफा हुन्छ, अर्काको मात्रै सफा हुँदैन, आफ्नो पनि सफा हुन्छ। अरू व्रत बस्दैछ भने निन्दा गरिएन भने पनि फल प्राप्त हुन्छ राजन। ल सुन्नुहोस्, म हजुरलाई एउटा चम्पावती नाम गरेको विख्यात पुरमा महिष्मत नाम गरेको एकजना राजा हुनुहुन्थ्यो। ती राजाको 4 जना सन्तान थिए, 4 भाइ छोरा थिए। ती 4 भाइ मध्येमा जेठा छोरा थिए जो अत्यन्त दुष्ट कर्म गर्ने महिष्मतस्य राजर्षे चत्वारश्च भवन् सुता।
तेषां मध्ये तु यो ज्येष्ठः सः महापापसंयुतः। जुन मध्ये जेठो पुत्र अत्यन्त महापापमा युक्त भएको थियो, वेश्यावृत्तिमा लागेको थियो र पिताको द्रव्य जति सबै नष्ट गरेर रहन लाग्यो। तर त्यस नगरमा भने वैष्णव जनहरू अत्यन्त रहेका थिए। तर सबैले भन्न लागे, हे महिष्मत नाम गरेका राजा, तपाईका 4 जना छोरा मध्ये जेठा छोरा चाहिँ अत्यन्त पापी रहेको छ, दुष्ट कर्ममा रहेको छ। सब हस्तेन भोजनम, जे पनि खाने त्यस्तो रहेको छ, यसलाई तपाईको राज्यबाट निकाल्नुहोस् भन्ने बित्तिकै राजाले पनि विचार गर्नुभयो, यदि कुनै अङ्गमा क्यान्सर लागेको छ भने अङ्गलाई काटेर फाल्दाखेरि सर्वोत्कृष्ट मानिन्छ। यदि 3टा छोरा मध्ये जेठो छोरा दुष्ट भयो भने यो जेठो छोरालाई त्यागियो भने राज्य पनि टिक्छ, प्रजाहरू पनि सकुशल रहन्छन्, आफ्नो पनि इज्जत रहन्छ भन्ने जानेर जेठा छोरालाई राज्यबाट निकालिदिए। अब त्यो जो जेठो पुत्र थियो, त्यो जेठो पुत्रको नाम सम्पूर्ण प्रजाहरूले, सम्पूर्ण ग्रामवासी नगरवासीहरूले लुम्पकम नाम गरेर बोलाउँदथे। त्यो लुम्पक नाम गरेको गएर जङ्गलमा रहन गयो, विचार गर्न लाग्यो कि अब मलाई पिताजीले पनि निकालिहाल्नुभयो, अब म दिउँसभरि जङ्गलमा बस्छु, रातिको समयमा आफ्नै पिताजीको नगरमा गएर, पिताजीको राज्यमा गएर चौर्य कार्यहरू गर्दछु, चोर बनेर जाँदछु, सम्पूर्ण सम्पत्तिहरू हरण गर्दछु भनेर मनमनै विचार गर्न लाग्यो। इति चिन्ता परो भूत्वा मतिं पापे तदा करोत् मया तु गमनं कार्यं वनं त्यक्त्वा पुरीं पितुः। अत्यन्त पाप कर्ममा रहन लाग्यो, दिउँसभरि गएर जङ्गलमा बस्दथ्यो, रात परेपछि भेष बदलेर आफ्नो पिताजीको राज्यमा आएर चोरी कर्महरू गर्न लाग्यो। त्यही अवस्थामा पापैमा बुद्धि लगायो। यसरी चौर्य कार्यहरू गर्न लाग्यो। सम्पूर्ण प्रजाहरूले थाहा पाए। एक दिन अत्यन्त थकित भएर आएको थियो, धेरै दौडिँदा 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 अत्यन्त थकित भएर शरीरलाई अत्यन्त कमजोर महसुस गर्दै रातको समयमा ऊ जङ्गलमै लड्यो। त्यो दिन दशमीको दिन थियो। दशमीको दिन भएको कारणले गर्दा रातभरि कुनै लुगा लाएको छैन, केही खाएको छैन, पानी पनि पिएको छैन, मूर्छित अवस्थामा थियो। पापी जङ्गलमा रहन गयो। जहाँ ऊ बसेको छ त्यसको समीपमा पिपलको वृक्षमा भगवान दामोदरको मन्दिर रहेछ। त्यही अवस्थामा मूर्छितबाट उठ्यो त्यो व्यक्ति। वरिपरि हेर्न थालेको जङ्गलमा भएका